गाइस हेल्पर नहुनु पनि पिरा हो है। हेर्नुहोस् न पसिना भइसक्यो होइन। हो तलनिर हेल्परहरू ग्रिज गर्दैछ होइन। अब यही टाटाको हेल्परलाई बोलाउनु पऱ्यो है सिजल लाउनु। गाइस तपाईँहरूलाई देखाउँछु ल। सिजल त मैले खोल्नु त खोलेँ कि यति चाहिँ यहाँ हेरेर त्यो पराको हेर्दा भिन्नता कति चाहिँ छ यसो कमेन्ट गर्नु चाहिँ कति जस्तो चाहिँ गएको रहेछ होइन गाइस। अन्त त्यही हो गाइस भित्र हेर्दैछ होइन फलमहरू कतै टुक्रेको छ कि भनेर। छैन छनु त होइन। भित्र क्र्याकहरू हुन्छ नि कोही बेला होइन। त्यही कारणले हो गाइस। तपाईँहरू नापेर पनि देखाइदिनु पऱ्यो है यसो। जस्ट वेट म डन्ठा यहाँ छ होइन गाइस देखाइदिन्छु तपाईँहरूलाई। वेट भित्रदेखि नै देखाइदिनु पऱ्यो गाइस तपाईँहरूलाई। किनभने यति चाहिँ रहेछ यति र यति हो। अन्त यसको चाहिँ कति छ भने नि गाइस हो यति छ। कति गएको रहेछ भने नि त्यस्तै 1 फिट जस्तो गएको रहेछ हौ गाइस। 1 फिट भनेको नि यहाँ होइन नि गाइस। 1 फिट जानु त नभनेको नि टाइम लाग्छ नि हौ निकै। तर यो सिजरले खेलुवा ढुङ्गाहरू चाहिँ फुटाउँछ कि त्यो रकहरू चाहिँ फुटाउनु साह्रै पर्छ गाइस हो। अन्त त्यही कारणले मगाएको होइन गाइस।